सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, मेरो घरमा प्रहरी आएको छ। मैले समाचारबाट उच्च अदालतको आदेशबारे थाहा त पाएँ, तर बिना कुनै कागज अहिले यतिखेरसम्म मलाई केही पुलिस पनि दिएको छैन, कागज पनि दिएको छैन। मेरो घरभित्र आएर बेडरुमभित्र आउनुभएको छ, मैले सार्वजनिक पनि गरिसकेको छु। अब यसरी तैनाथ, उताबाट आदेशभन्दा पहिले तैनाथ हुने यो सबै चिजले एउटा ठूलो आशंका सृजना गरेको छ। मैले सम्मानित अदालतको आदेशलाई सधैँ मानेकै छु, कानूनलाई मानेकै छु। म पहिला पनि आफै उपस्थित हुन गएको हुँ, अहिले पनि सार्वजनिक गरेकै छु। तर यो राज्य आतंक, यो धरपकड ममाथि के कारणले भइरहेको छ मैले बुझ्न सकेको छैन। भोलिको चितवनको कार्यक्रमलाई निरन्तरता दिनु होला। मलाई लागेको थियो म केही कुरा भन्छु भनेर, तर जुन तरिकाले अहिले यो सामान्य अभ्यासभन्दा पर गएर जबरजस्ती गर्ने कोसिस बिना कागजपत्र छ होला, ल्याउनु पनि हुन्छ होला, ल्याउन सकिने पनि थियो। त्यो लिएर आएर लैजान सकिन्थ्यो, भोलि ल्याउन सकिन्थ्यो। भरे पनि अझै कागज बोकी प्रक्रिया